सुदूरपश्चिमको सान अफी बेस क्याम्पको यात्रामा छौँ। सुदूरपश्चिमको मुख्य सहर धनगढी अप्रिया लोटी डडेलधुरा बोतेरी हुँदै दार्चुला गोकलेश्वरसम्म जान सकिन्छ। बबालाई दामी गर्मी छ आज चाहिँ। धेरै बजे भ्लगमा आज चाहिँ हामी अफी बेस क्याम्पको लागि टक्क रेडी भएर चाहिँ गोदावरीको सेकेन्ड मोडमा छौँ। अहिले चाहिँ हामी यहाँदेखि डडेलधुरासम्मको यात्रामा छौँ। सबैजनालाई मेरो नयाँ भ्लगमा स्वागत छ। अत्तरिया धनगढीदेखि जिप स्कर्पियो बुकिङ गरेर सिधै मकरी घाटसम्म जान सकिन्छ। अत्तरियादेखि चाहिँ हामी 2 बजी हिँडेको थियौँ। ट्याक्क अहिले 5 बजिरहेको छ। 3 घन्टामा चाहिँ डडेलधुरा पुगेको रहेछ। हामी बिस्तारै आएको, अलिअलि चिसो छ, चिसो हुन थालिसकेको छ। टक्क दसैँको माहौल छ। हामी बिस्तारै आएको। आज चाहिँ अब गोकले बस्ने भने हो, गोकलेसम्म चाहिँ नपुगिला जस्तो छ। पाटन बस्छौँ। अहिले चाहिँ ठ्याक्क हामी अब डडेलधुरा पुग्न ठ्याक्क 3 किलोमिटर मात्र बाँकी छ। भातखाँडातिर नजारा चाहिँ अहिलेको यस्तो छ। टक्क हाम्रो बाइकहरू यहाँ छ, टक्क नेपाली झन्डा। डडेलधुरा बजार अफी बेस क्याम्प जाँदाखेरि बाटोमा पर्ने सुदूरपश्चिमको एकदमै सुन्दर सहरको नामले चिनिएको डडेलधुरा बजार हो। यो चाहिँ गुड मर्निङ। आज चाहिँ हाम्रो दोस्रो दिन। हिजो चाहिँ हामी धनगढीदेखि अफी बेस क्याम्पको लागि आएको थियौँ। बेलुका ट्याक्क 8 साढे 8मा 8:45मा पुगेको थियौँ। हिजो चाहिँ अलि थाक्या हुनाले चाहिँ हामी हिजो दिउँसुटी बनाएर हामी खाना खाएर सुतिहाल्यौँ। अहिले चाहिँ टक्क 4:45 भइरहेको छ। लगभग 5 बज्न लागिसक्यो भनौँ न। अहिले चाहिँ हामी यहाँदेखि गोकलेश्वरसम्म जान्छौँ। त्यहाँबाट चाहिँ एउटै मात्र बाइक लगेर जान्छौँ। अनि त्यसपछि मकरी घाटसम्म छ, एफजेड जान्छ। एकदमै अफरोड हुन्छ, त्यही भएर बुलेट चाहिँ लगिन्न। पाटनमा छ अहिले चाहिँ हामी, पाटनको आर्जु होटेलमा। ठिक छ, जे होस् सस्तो पनि खाना खाना ठिक भयो। ओह, 1 घन्टाको यात्रामा अहिले चाहिँ हामी ट्याक्क नुवाली भन्ने ठाउँमा पुगेको छु। राति हुनाले बिचमा खासै सुट पनि गरिएन, घाम लागिसकेको छ। अब लगभग गोकले पुग्नलाई हामीलाई लगभग 15 देखि 20 मिनट लाग्छ होला। गाउँतिरको माहौल यसो हेर्नुहोस्, भर्खरै सनराइज हुँदैछ। टक्क मिलाएर अलिअलि हुस्सो पनि लागेको रहेछ यहाँतिर। यहाँ चाहिँ हाम्रो ड्रोन उडिरहेको छ। कहाँ पुग्यो ड्रोन? बिहानको 10 बजिरहेको छ। अहिले चाहिँ हामी गोकलेश्वर बजारमा छौँ। साइडमा बगिरहेको चाहिँ चौलानी नदी। गोकलेश्वर बजार हुँदै कर्कल्लीदेखि देखला हुँदै चाहिँ हामी निस्किन्छौँ यहाँबाट चाहिँ।
आज चाहिँ हामी बिहान नै पाटनदेखि निस्केको। अहिले चाहिँ बिटुलेमा छौँ हामी। टक्क झर्ना हेर्दै झर्नातिर पनि यसो लगाइहाल्यो एकचोटि। झर्ना ल ठिक छ। यहाँदेखि लट्नासम्म चाहिँ टक्क बाइकमा जान्छौँ। त्यहाँदेखि हामी चाहिँ जिपमा जान्छौँ होइन। जिपमा त्यसपछि मकरीघाटदेखि हामी हिँड्दै आज चाहिँ खण्डेश्वरी जान्छौँ। बाटो चाहिँ फरक हो, तर आज हामी चाहिँ खण्डेश्वरी चाहिँ एकजना भाइ उतै छ, उसलाई पनि लिएर जानुपर्ने हुन्छ। त्यही भएर आज चाहिँ हामी खण्डेश्वरी जान्छौँ। बसाइ आजको त्यहीँ हुनेछ। अफि बेस क्याम्प जानलाई चाहिँ टक्क यो त्यहाँ अगाडि देखेको झर्ना क्रस भएर जानुपर्छ। यहाँनिर चाहिँ ड्याम छ है, बिजुलीको ड्याम। ओहो त्यहाँनिर केटाहरू त्यहाँनिर ढले एक्सिडेन्ट भयो त्यहाँनिर है। त्यहाँनिर हाम्रो केटाहरूले त्यहाँ बनाइरहेको थियो, भिडियो बनाइरहेको थियो। ढलिहाल्यो केटाहरू, कसरी चलाउँछ नि, कसरी ढले अब बाइक ठोक्यो। ए म त टक्क निस्किनु सोचेको, आफै झरेको थियो केटाहरू। टक्क उनीहरू पुगिहाल्यो, ठ्याक्क फोटो खिचिरहेको थियो। त्यहीँ ठाउँनिर उनीहरू ढले। अब त्यहाँनिर अलिकति खाडल पनि थियो। अब कहीँ केही केटाहरूले कहीँ यताउति अरू समस्या पनि हुनसक्छ नि त। अब त्यही हिसाबले चाहिँ म जानलाई रेडी भएको, तर केटाहरू पुगिहाल्यो। अलि गाडी गएर खाजा खान्छ, अनि त्यसपछि सिधै अनि 1 घन्टा 2 घन्टापछि त्यहाँ पुगिन्छ। त्यसपछि बाइक राखेर त्यहाँबाट हिँड्नुपर्ने हो। त्यसको बाइकमा पहाडमा कहिले नचलाएको मान्छेलाई चाहिँ अलिकति अप्ठ्यारो छ। लट्नासम्म चाहिँ एकदमै बाटो क्लियर छ। त्यहाँबाट चाहिँ 2 घन्टा एकदमै अफरोड छ। कहिले पहाडतिर नचलाएको, त्यो पनि अफरोडमा चलाएको छैन भने चाहिँ अलिकति गाह्रो छ। हामी चाहिँ अहिले लट्टीनाथ मार्मा भन्ने ठाउँमा पुगेका छौँ। यहाँबाट चाहिँ 2 घन्टा मजाले अफरोड छ, उकालो पनि छ, ओह्रालो पनि छ। यो चाहिँ एकदमै अलि अप्ठ्यारो छ भने स्कर्पियो जिपहरूको लागि बाटो चाहिँ एकदमै क्लियर नै छ। हामी चाहिँ लट्नाथसम्म बाइक राख्ने र त्यहाँबाट चाहिँ हामी जिपमा जाउँला भन्ने सोचेको थियो भने अहिले चाहिँ अब जोसमा बाइकमै जानुपर्छ। 1-2 ठाउँमा चाहिँ अलि अप्ठ्यारो छ भन्ने कुरा यहाँको साथीभाइहरूले गर्नु भएको छ। त्यही भएर हामी चाहिँ मकरीघाटसम्म बाइकमै जाने कोसिस गर्ने। तान यमाको भालेवाडी हो। तान फाइनल्ली मकरीघाटमा चाहिँ हामी पुगिसकेका छौँ। बिहान 10 बजी चाहिँ गुगलेबाट आएको। बाटो यस्तो ध्वस्त छ है। अब खानासाना खाइन्छ होटेलहरूमा। त्यसपछि यहाँबाट चाहिँ माथि देखिने उकालोतिर हो। अब चाहिँ बबाल फिल भइरहेको छ। अब थकान सबै हराइसक्यो। बिच बाटोमा लास्टै एडभेन्चर भयो टक्क मकरीघाट। अब हामी खानासाना खान्छौँ। मकरीघाट पुगिसकेपछि पर्यटक सूचना केन्द्रमा गएर हामी चाहिँ टिकट लिनुपर्ने हुन्छ। नेपालीको लागि 50 छ भने चाहिँ विदेशीहरूको लागि चाहिँ 100 रुपियाँ लाग्छ। टिकट काट्दाखेरि चाहिँ यो भाइसँग एकदमै मजाको मिठो कुराकानी भएको थियो, तर ब्याड लक अडियो चाहिँ कनेक्ट नभएको रहेछ। यो बुकमा चाहिँ अफि हिमाल गाउँपालिकाको सबै कल्चरहरूदेखि लिएर सबै राम्रो ठाउँको पुरै डिटेलहरू राखिएको छ भनेपछि यो अर्को बुक चाहिँ अफि हिमाल गाउँपालिकाको रोड म्याप जस्तै हो। यसमा चाहिँ सबै लोकेसनहरूदेखि लिएर सबै कुराहरू समेटेर राखेको छ। 4 बजे मकरीघाटबाट आएको। तल देखिरहेको छ ठ्याक्कै 2 घन्टा लाग्यो। अब चाहिँ ठ्याक्क आधी घन्टा हिँड्नुपर्ने छ खण्डेश्वरी पुग्नलाई। बाटो चाहिँ मस्त नै रहेछ, तर यस्तै उकालो सिँढी खुड्किला भएर हिँड्न लास्टै गाह्रो हुँदो रहेछ। बिचमा पानीको पनि व्यवस्थापन रहेछ, टोइलेटहरूको पनि व्यवस्थापन छ। यहाँ चाहिँ मजाको छ। अफि बेस क्याम्प जानलाई चाहिँ तलबाट पारि घुसा जानुपर्छ। यहाँबाट चाहिँ फेरि भोलि 2 घन्टा तल हिँडेर फेरि घुसा जानुपर्ने छ भोलि चाहिँ हामी।
मकरी गाडको उकालोदेखि आधी घन्टा सिधै तिर्चो हिँडेर खण्डेश्वरी पुगेका छौँ। ऊ चाहिँ मेरो भाइ योगेन्द्र रावल, यहाँको कृषि अधिकृत। बेस क्याम्प जानको लागि चाहिँ तलबाटै सिधै गएर पारी घुसा गाउँ पुग्नुपर्छ। यो चाहिँ खण्डेश्वरी भयो। आज चाहिँ हाम्रो खानासाना सबै व्यवस्थापन यतै छ। खानासाना आज खान्छौँ, रेस्ट। त्यसपछि भोलि चाहिँ सकेसम्म बिहान छिटो उठिन सक्यो भने चाहिँ हामी सिमारसम्मको टार्गेट छ। हिँड्न सक्यो भने चाहिँ सिमार, सकेन भने जहाँसम्म सकिन्छ मजाले हिँड्ने। त्यसपछि अफी बेस क्याम्पको लागि बब्बालको तयारी गर्छ।